भोइस दुई किसिमको, भोइस कति किसिमको? दुई किसिमको। भोइस दुई किसिमको। आज मैले भोइस तिमीहरूलाई एकदम सर्टकट ट्रिकमा पढाउन गइरहेको छु। योभन्दा सर्टकट अरू ट्रिक हुन सक्दैन। ठिक छ? यस सर। यो भोइस कति किसिमको? दुई किसिमको। एउटा एक्टिभ भोइस, एक्टिभ भोइस, अर्को पैसिभ भोइस। एक्टिभ भोइस र पैसिभ भोइस। अब यसलाई बनाउने रुल नियमहरू मैले चाहिँ एकदमै सर्टकटमा पहिला लेखाइदिन्छु, तब प्र्याक्टिस गराउँछु। ल, V1 वा V5 रहन्छ त के गर्ने? इज एम आर प्लस V3 गर्ने। भरको जुन रूप भए तापनि के गर्नुपर्छ? V3 गर्नुपर्छ। भोइस बनाउनको लागि भर्बको जुन रूप भए तापनि भर्बलाई के बनाउनु पर्छ? V3। अर्थात् कुनै पनि भर्ब हुन्छ त्यसलाई के बनाउनु पर्छ? V3। सब्जेक्टलाई के बनाउनु पर्छ? अब्जेक्टलाई अब्जेक्ट बनाउनु पर्छ। बाई थपेर अनि अब्जेक्टलाई सब्जेक्ट बनाउनु पर्छ। अब्जेक्टलाई सब्जेक्ट बनाउनु पर्छ। यो 1 नम्बर नियम, 2 नम्बर नियम, 3 नम्बर नियम, 4 नम्बर नियममा अब हेरौ। V2 रहन्छ त के गर्ने? वाज चाहे वेयर। आफैले निकाल्ने वाज वेयर दिएको हुँदैन त्यस बेला, होइन? अनि के गरिदिने? प्लस V3। अनि यो त सब्जेक्ट अब्जेक्ट बनाउने यो रुल लेखाएकै छु, होइन? अर्को 5 नम्बर नियममा अब हेर्ने, एउटै नियममा चाहिँ त्यो आइहाल्छ, होइन? के गर्ने त? आइएनजी रहन्छ, होइन? आइएनजी भन्नुपर्छ, लास्टमा आइएनजी हुन्छ, V4 हुन्छ। त्यसमा तिमीहरूलाई मैले के गर्नलाई सिकाएको? बिङ थप्ने। हेल्पिङ भर्बको बादमा के थप्ने? आइएनजी, बिङ। अर्थात् यो आइएनजी भनेको के हो? प्रेजेन्ट कन्टिन्यू, होइन? पास्ट कन्टिन्युअस टेन्स, होइन? त त्यसैले आइएनजी आउँछ लास्टमा कुनै पनि V4 मा, अर्थात् V4 आइएनजी आएको हुन्छ भने बिङ थपेर तब प्लस V3 गर्ने। के गर्ने? V3 गर्ने। ठिक छ? अर्को के छ 6 नम्बरमा? हैव चाहे हैज, हैव चाहे हैज रहन्छ प्लस V3 हुन्छ। त यस्तोमा के गर्ने? हैव हैज प्लस बीन थप्ने। के थप्ने? बीन थप्ने। हैव हैज जुन छ त्यो नै रहन्छ कुनै एक त्यो सब्जेक्ट अनुसार। हैव हैज प्लस बीन थप्ने। के थप्ने? बीन थप्ने। हैव हैज रहन्छ त हैव हैज हुँदाखेरि बीन थप्नु पर्छ हैव हैज को बादमा। ठिक छ? अब हेर्ने अर्को 7 नम्बरमा ह्याड। ह्याड हुन्छ त ह्याडमा पनि के थप्नु पर्छ? बीन थप्नु पर्छ। ह्याड बीन बनाउनु पर्छ। के बनाउनु पर्छ? ह्याड बीन। ल, नियम यतिकैमा चाहिँ सकिहालेको छ। ठिक छ? नियम टोटली यतिकै हो। अब मैले यसको इक्जाम्पलहरू पढाएर यता सिकाउन गइरहेको छु। इक्जाम्पल दिन्छु अनि तपाईहरुले हेर्न सक्नुहुनेछ त्यसमा के कस्तो छ भनेर। ल, इक्जाम्पल नम्बर 1 मा एक्टिभ भोइस। एक्टिभ भोइसबाट पैसिभ भोइस कसरी बनाउने, हैन? एक्टिभ भोइसबाट पैसिभ भोइस कसरी बनाउने त्यो नियम मैले सिकाउन गइरहेको छु। नियम त यहाँ मैले लेखाइदिएकै छु। अब यो नियमको आधारमा मैले उदाहरणहरू बताउन गइरहेको छु। एकदमै सर्टकटमा चाहिँ यो भोइस बनाउने नियम हो, हैन? यसमा सबै टेन्सको चाहिँ भोइस आइहाल्छ। अब हेरौँ यहाँ पहिला V1 वाला, हैन? V1 वा V5 वाला। He eats mango. He eats mango. अब यो के हो त? यो हो एक्टिभ भोइस। कुन भोइस हो? एक्टिभ भोइस। अब यो एक्टिभ भोइसबाट पैसिभ भोइस बनाउनको लागि के गर्नुपर्छ? पीभी। पीभी लेख्ने, पीभी को अर्थ के हुन्छ? अब मैले के सिकाएको छु? अब्जेक्टलाई सब्जेक्ट बनाउने, अर्थात लास्ट वालालाई सुरुमा लेख्ने, सुरु वालालाई लास्टमा लेख्ने। बुझ्न सकेन, यो नियम बुझ्न सकेन भने के गर्ने?
यो सब्जेक्टलाई अब्जेक्ट बनाउने अब्जेक्टलाई सब्जेक्ट बनाउने नियम बुझ्न सकेन भने के बुझ्ने लास्ट वालालाई सुरुमा लेख्ने सुरुवालालाई लास्टमा लेख्नु छ सुरुवालालाई लास्टमा लेख्दाखेरि बाई थपेर लेख्नु पर्छ ल अब एक्जाम्पल एउटा हेरौँ ल यो लास्ट वाला छ त सुरुमा लेख्नु पर्यो म्याङ्गो म्याङ्गो ठीक छ अब मैले के लेखाएको छु V1 चाहे V5 हुन्छ त इजे मार निकालेर V3 गर्ने के गर्ने V1 वा V5 हुन्छ त ई चाहे एम चाहे आर निकालेर के गर्ने V3 गर्ने हैन अब हेर त यहाँ म्याङ्गो छ म्याङ्गो एउटा छ हैन एउटा हुन्छ त यसमा इज लाग्छ कि एम लाग्छ कि आर लाग्छ इज म्याङ्गो इज है इज त्यसपछि भर्बलाई के गर्नु पर्छ E3 बनाउनु पर्छ इट को इटेन म्याङ्गो इज इटेन E8 इटेन अब यो सुरुवाला भनेको सब्जेक्टलाई अब्जेक्ट बनाउँदाखेरि बाई थपेर लेख्नु पर्छ है यहाँ के गर्ने बाई अनि यो ही को अब्जेक्टिभ केस यहाँ लेख्नु पर्छ किनभने लास्टमा त अब्जेक्ट हुन्छ लास्टमा लेखिरहेछौ हिलाई त्यसैले यहाँ अब्जेक्टिभ केसमा लेख्नु पर्छ त ही को अब्जेक्टिभ केस के हुन्छ हिम त त्यसैले यहाँ के लेखेको हिम भयो फुल स्टप यो बनिहाल्यो एक्टिभ भोइसबाट प्यासिभ भोइस यो एक्टिभ भोइस यो के बन्यो प्यासिभ भोइस अब अर्को हेर 2 नम्बरमा he ate mango यसको प्यासिभ भोइस बनाउनु पर्यो भने के गर्ने लास्ट वाला सुरुमा लेख्ने सुरुवाला लास्टमा लेख्ने नियम बुझ्न सके छैन भने नत्र बुझिरहेछौ सब्जेक्टलाई अब्जेक्ट बनाउने यो अब्जेक्टलाई सब्जेक्ट बनाउने हैन ल ठीक छ म्याङ्गो अब के लेख्ने लास्ट वाला सुरुमा म्याङ्गो अब यहाँ हेर त 8 छ 8 भनेको V2 रहन्छ त के निकाल्ने वाज चाहे वेयर निकाल्ने आफ्ना सब्जेक्टको आधारमा वाज वेयर निकाल्नु पर्छ अब सब्जेक्ट जुन बनिहाल्छ त्यसको आधारमा हैन त वाज चाहे वेयर प्लस V3 अब हेर त यहाँ सब्जेक्ट के आएको छ म्याङ्गो हैन सब्जेक्ट के आएको छ म्याङ्गो तब यसबाट के निकाल्नु पर्छ के 8 बाट के निकालेर यहाँ लेख्नु पर्छ वाज म्याङ्गो को साथमा वाज हुन्छ त्यसैले यहाँ के गर्नु पर्छ वाज बुझिरहेछौ सर अब V2 बाट त वाज निस्किहाल्यो अब के गर्ने त्यसलाई V3 बनाउनु छ घरको जुन रूप भए तापनि भोइसमा के बनाउने V3 बनाउने हो मेन नियम हो घरको जुन रूप भए तापनि त्यसले के गर्ने V3 के बनाउने V3 बनाउने तब 8 को V3 क्या हुन्छ E10 8 को V3 क्या हुन्छ E10 अनि बाई थपेर के गर्नु पर्छ सब्जेक्टलाई अब्जेक्ट बनाउनु पर्छ त ही छ त ही को अब्जेक्टिभ केस के हुन्छ हिम त यहाँ लेख्नु पर्छ हिम ल यो भयो अर्को नियम हेर्ने अर्को नियम वाला अब हेर्ने आइएनजी रहन्छ त के थप्नु पर्छ बिङ प्लस V3 आइएनजी रहन्छ त के थप्नु पर्छ बिङ प्लस V3 त अब आइएनजी वाला मैले एक्जाम्पल एउटा लेखिरहेको छु he is eating mango he is eating mango अब यसको PV प्यासिभ भोइस हेरौ त he is eating mango को प्यासिभ भोइस के हुन्छ त यो लास्ट वालालाई सुरुमा गर्ने सुरु वालालाई लास्टमा लेख्ने बाई थपेर हैन त सुरुमा लेख्छौ mango इज अब हेर त म्याङ्गो को साथमा त इज भइहाल्यो हैन एउटा छ त्यसैले अब यहाँ के लागेको छ आइएनजी के लागेको छ जब आइएनजी आउँछ त त्यसमा के थप्नु पर्छ बिङ थप्नु पर्छ के थप्नु पर्छ BEING बिङ थपिदियो अब यो भर्ब छ भर्बलाई के बनाउने भर्बलाई के बनाउने
भर्बलाई के बनाउने V3 त इटको V3 के हुन्छ इटेन EATEN इटेन हुन्छ। अब सब्जेक्टलाई अब्जेक्ट लेख्दाखेरि अब्जेक्ट बनाएर लेख्दाखेरि के थपेर लेख्नु पर्छ बाई थपेर लेख्नु पर्छ। त यहाँ बाई थप्ने हिको अब्जेक्टिभ केस बनाउने हिको के हुन्छ हिम फुल स्टप बुझिहाल्यो। अर्को इक्जाम्पल हेर्ने अर्को इक्जाम्पल अब यसैको पास्ट वाला इक्जाम्पल हेरौँ एउटा आइएनजी वाला। He was eating mango. He was eating mango. सब्जेक्टलाई अब्जेक्ट बनाउने अब्जेक्टलाई सब्जेक्ट बनाउने ठिक छ। पैसिभ भोइस बनाउने बेलामा अब्जेक्टलाई सब्जेक्ट बनाउने सब्जेक्टलाई अब्जेक्ट बनाउने यो के हो अब्जेक्ट अब्जेक्टलाई सब्जेक्ट बनाउँदाखेरि म्याङ्गो ठिक छ। म्याङ्गो एउटा छ त यसमा पनि वाजै रहिहाल्यो म्याङ्गो वाज। अब हेर त यहाँ के लागेको छ आइएनजी लागेको हुन्छ भने के थप्नु पर्छ बिङ थप्नु पर्छ BEING बिङ थपिदियो है। अब भर्बलाई के बनाउनु पर्छ V3 त यसलाई के बनाउने इटलाई इटेन EATEN इटेन। अब सब्जेक्टलाई अब्जेक्टको रूपमा लेख्दाखेरि के थपेर लेख्नु बाई थपेर हिको हिम गरिदिने भयो पैसिभ भोइस। अब अर्को इक्जाम्पल हेर्ने 5 नम्बरको इक्जाम्पल हेरौँ त। अब वाला एउटा they have eaten mango. अब हेर त यसको पैसिभ भोइस कसरी हुन्छ पहिला के लेख्ने म्याङ्गो। अब के लेख्ने बताऊ त मैंगो हैज eaten मेरा V3 बनाउने है भ्याज हेड रहन्छ त यसमा बिन थप्नु पर्छ BEEN बिन थप्ने V3 बनाउने त V3 त है भ्याज हेड वालामा दिएकै हुन्छ जहाँ है भ्याज हेड आउँछ त्यहाँ V3 दिएकै हुन्छ त V3 बनाउनु पर्छ हामीले के छ त्यही लेख्नु पर्छ बनाउनु पर्दैन हैन ल त यसमा के थपिदिने इटेन को इटेन नै गरिदिने इटेन। अब सब्जेक्टलाई अब्जेक्टको रूपमा लेख्दाखेरि के थपेर लेख्नु पर्छ बाई थपेर अब्जेक्ट लेखिदिने देखो के गर्ने देखो भयो। यस्ता हेड वाला हेरिहालौ सकिहाल्छ। they had eaten 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 mango. They had eaten mango. अब यसको पैसिभ भोइस हेर त यहाँ के छ म्याङ्गोलाई सुरुमा लेख्ने हैन लास्ट वालालाई सुरुमा लेख्ने त यहाँ के लेख्ने म्याङ्गो हेड छ त के लेख्ने हेड हुन्छ हेड अनि बिन थप्ने के थप्ने थप्ने त्यसपछि V3 लेख्ने EATEN इटेन अनि बाई। यहाँ सब्जेक्टलाई जब अब्जेक्टमा लेख्छौ त के थपेर लेख्छौ बाई थपेर लेख्छौ त यहाँ बाई थपिदिने अनि देखो के बनाउने बाई देम सकिहाल्यो। सबै इक्जाम्पलको एउटा मैले एकदम सर्टकटमा भोइस यसमा चाहिँ मैले सकाइदिएको छु। यो भन्दा सर्टकटमा भोइस हुन सक्दैन भन्नलाई त सबैजनाले के भन्छन् हैन। मैले आफ्नो हिसाबले एकदमै सर्टकटमा भोइस सकाइदिएको छु। अब यो भोइस मैले युट्युबमा पनि हाल्छु र युट्युबमा हेर्ने मान्छेहरुसँग मेरो अनुरोध छ मेरो भिडियोलाई लाइक सब्स्क्राइब र शेयर गरिदिनु होला। थ्यांक यू धन्यवाद।